नमस्कार तथा हार्दिक स्वागत छ रहस्य मण्डलको अर्को विशेष पोडकास्टमा। म हो विनोद लामा। आज हामी कुनै तन्त्रको रहस्य खोल्न होइन, कुनै मन्त्रको शक्ति खोज्न होइन, बरु हामी सबैले जीवनभर खोजिरहेको एउटा अत्यन्तै साधारण तथा गहिरो प्रश्नको कुरा गर्न गइरहेका छौं। खुशी आखिर कहाँ छ? खुशी कहाँ छ? साथीहो, हामी नेपालीहरू आफ्नो घर, आफ्नो गाउँ, आफ्नो देश छोडेर अमेरिका जान्छौं, कोही जापान जान्छौं, कोही अस्ट्रेलिया, कोही युरोप, कोही खाडी मुलुक। किन? किनकि राम्रो भविष्यका लागि, आर्थिक सुरक्षाका लागि, परिवारको जीवन राम्रो बनाउनका लागि, छोराछोरीको भविष्य सुरक्षित गर्नको लागि। र यो चाहना गलत होइन। पैसा चाहिन्छ, पैसा बिना जीवन चलाउन कठिन हुन्छ। राम्रो घर चाहिन्छ, राम्रो शिक्षा चाहिन्छ, स्वास्थ्य चाहिन्छ, परिवारको सुरक्षा चाहिन्छ, सुख सुविधा चाहिन्छ। त्यसैले म यो भन्ने छैन कि पैसा छोडिदेऊ, सम्पत्ति छोडिदेऊ, सबै त्यागेर बैरागी बन। होइन, जीवनमा पैसा पनि चाहिन्छ, सम्पत्ति पनि चाहिन्छ, सफलता पनि चाहिन्छ। तर प्रश्न अर्को के छ भने, के पैसा नै खुसी हो? यदि पैसा नै खुसी हुन्थ्यो भने सबैभन्दा धनी मानिसहरू संसारकै सबैभन्दा खुसी मानिस हुनुपर्ने थियो। तर हामी देख्छौं कहिलेकाहीँ ठूलो घरभित्र पनि शान्ति हुँदैन, महँगो गाडीभित्र पनि मन अशान्त हुन्छ, ठूलो बैंक ब्यालेन्स भएर पनि निन्द्रा आउँदैन, हजारौं मानिस वरिपरि भएर पनि मानिस एक्लो हुन्छ। त्यसैले समस्या पैसा कम हुनु मात्र होइन, कहिलेकाहीँ समस्या यस्तो हुन्छ, हामीसँग धेरै कुरा हुन्छ तर आफू भित्रको शान्ति हुँदैन। हामी विदेश जान्छौं र सोच्छौं त्यहाँ पुगेपछि खुसी हुन्छु, जापान पुगेपछि, अमेरिका पुगेपछि, अस्ट्रेलिया पुगेपछि, राम्रो जागिर खाएपछि, घर बनाएपछि, गाडी किनेपछि, बैंकमा पैसा जम्मा भएपछि अब म खुसी हुन्छु, हामी सोच्छौं। तर जब त्यो कुरा प्राप्त हुन्छ, केही समय खुसी हुन्छौं, तर फेरि अर्को चाहना जन्मिन्छ। अझ राम्रो घर, अझ राम्रो गाडी, अझ धेरै पैसा, अझ ठूलो पद, अझ धेरै सुविधा, र हामी फेरि दौडिन थाल्छौं। यसरी जीवन बित्दै जान्छ। गन्तव्य बदलिन्छ तर दौड सकिँदैन। साथी हो, सायद हामीले एउटा कुरा बुझ्न आवश्यकता छ। बाहिरको संसारले हामीलाई सुविधा दिन सक्छ, तर भित्री शान्ति दिन सक्दैन। विदेशले अवसर दिन सक्छ, पैसाले सुविधा दिन सक्छ, सम्पत्तिले सुरक्षा दिन सक्छ, तर मनको शान्ति किन्न सकिँदैन। कुनै पसलमा गएर भन्न सकिँदैन, 2 किलो खुसी दिनुस् न साउजी, 1 किलो शान्ति पनि दिनुस्। सकिँदैन। यो बजारमा पाइँदैन, किनभने खुसी कुनै वस्तु होइन। खुसी एउटा आन्तरिक अवस्था हो। जब यहाँ एउटा कुरा स्पष्ट गरौँ, आफ्नो मनभित्र खुसी छ भन्नुको अर्थ गरिब भएर बस, सम्पत्ति नकमाऊ, विदेश नजाऊ, सफल नबन,
भन्न खोजेको चाहिँ होइन है। तिमी विदेश जाऊ, मेहनत गर, पैसा कमाऊ, ठुलो घर बनाऊ, परिवारलाई राम्रो जीवन देऊ, संसार घुम, आफ्नो सपना पूरा गर। तर एउटा कुरा नबिर्स, यी सबै कुरा तिम्रो जीवनका साधन हुन्, तिम्रो खुसीको अन्तिम स्रोत होइन। कुरा बुझ्नुस् है। त्यसैले साथी हो, हामी भन्छौं मसँग यो भएपछि खुसी हुन्छु, तर कहिले काहीँ एकछिन रोकिएर सोच्नुस् त, म अहिले नै किन खुसी हुन सक्दिन? आज मसँग जे छ त्यसको मूल्य मैले कहिल्यै बुझेको छु कि छैन? त्यो सोच्नुस्। आज मेरो शरीर स्वस्थ छ, आज म आफ्ना प्रिय मानिसहरूसँग कुरा गर्न सक्छु, आज म सास फेरिरहेको छु, आज म हिँड्न सक्छु, आज म सोच्न सक्छु, आज म सपना देख्न सक्छु। यी कुराहरू सामान्य लाग्न सक्छ, सामान्य लाग्छ, तर जब यी मध्ये कुनै एउटा कुरा हामीबाट खोसिन्छ त्यसपछि मात्र त्यसको मूल्य बुझिन्छ साथी हो। त्यसैले खुसी प्राप्त गर्ने वस्तु मात्र होइन, खुसी देख्ने दृष्टि पनि हो। हामीसँग दुईवटा संसार छन्। एउटा संसार बाहिर छ, घर, गाडी, पैसा, जागिर, सम्पत्ति, देश, समाज, प्रतिष्ठा र अर्को संसार हामी भित्र छ, विचार, भावना, चेतना, शान्ति, सन्तुष्टि, प्रेम। बाहिरी संसारलाई सजाउन हामी जीवनभर मेहनत गर्छौं, तर प्रश्न छ, भित्री संसारलाई सजाउन हामीले कति समय दिएका छौं? भन्नुस् त, तपाईले कति समय दिनुभएको छ? र हामी घर साफ गर्छौं, गाडी सफा गर्छौं, लुगा सफा गर्छौं, तर मनमा जम्मा भएका ईर्ष्या, घृणा, अहंकार, डर, असन्तुष्टि, पुराना पीडा, यी चाहिँ कहिले सफा गर्ने? सायद त्यहीबाट वास्तविक यात्रा सुरु हुन्छ साथी हो। खुसी भनेको समस्या रहित जीवन होइन, खुसी भनेको समस्या हुँदा हुँदै पनि मनलाई सम्हाल्न सक्ने क्षमता हो। जीवनमा दुःख आउँछ, सफलता पनि आउँछ, मानिस छुट्छन्, सम्बन्ध बदलिन्छन्, पैसा कहिले हुन्छ कहिले हुँदैन, तर यदि हाम्रो सम्पूर्ण खुसी बाहिरी परिस्थितिमा निर्भर छ भने परिस्थिति बदलिँदा हाम्रो खुसी पनि बदलिन्छ। त्यसैले वास्तविक स्वतन्त्रता भनेको बाहिरी संसारलाई आफ्नो इच्छा अनुसार चलाउनु मात्र होइन साथी हो। आफ्नो मनलाई परिस्थितिको दास बन्न नदिनु पनि स्वतन्त्रता हो। आफ्नो मनलाई कहिले दास बनाउन नदिनुस्। त्यसैले साथी हो, तपाईं अमेरिकामा हुनुहुन्छ भने पनि, जापानमा हुनुहुन्छ भने पनि, अस्ट्रेलियामा हुनुहुन्छ भने पनि र नेपालैमा हुनुहुन्छ भने पनि एकछिन आफूसँग बस्नुहोस्, आफ्नो मनलाई सोध्नुहोस्, म वास्तवमा के खोजिरहेको छु? के पैसा, सुरक्षा, सम्मान, सफलता, कि यी सबैको पछाडि लुकेको एउटा सानो शब्द खुसी?
यदि उत्तरमा खुसी हो भने त्यो खुसीको सम्पूर्ण जिम्मेवारी बाहिरी संसारलाई नदिनुहोस्। पैसा कमाउनुहोस् तर पैसालाई आफ्नो मालिक नबनाउनुहोस्। सम्पत्ति बनाउनुहोस् तर सम्पत्तिलाई आफ्नो पहिचान नबनाउनुहोस्। सफल हुनुहोस् तर सफलतालाई आफ्नो आत्मा मूल्य नबनाउनुहोस्। विदेश जानुहोस् तर आफूलाई आफैबाट टाढा नलैजानुहोस्। किनभने संसारको जुनसुकै कुनामा पुगे पनि आफूभित्र शान्ति छैन भने मनभित्रको दूरी घट्दैनन् र आफूभित्र शान्ति भेटियो भने सानो घरमा पनि घर जस्तो लाग्न सक्छ। साधारण खानामा पनि स्वादिलो लाग्न सक्छ। आफ्नो मानिसहरूसँगको एउटा सामान्य कुराकानी पनि उत्सव जस्तो लाग्न सक्छ। सायद जीवनको सबैभन्दा ठुलो रहस्य यही हो। हामी खुसी खोज्न संसारभरि दौडिन्छौँ तर जुन मनले खुसी खोजिरहेको छ खुसीको पहिलो ढोका त्यही मनभित्र हुन्छ। त्यसैले जीवनबाट पैसा नहटाऊ, सम्पत्ति नहटाऊ, सपना नहटाऊ, महत्त्वाकांक्षा नहटाऊ, तर तिनको बीचमा आफूलाई नहराउन दिऊ। बाहिर संसार बनाउँदै गर्दा भित्रको संसार पनि बनाऊ। किनभने धनले जीवनलाई सुविधा दिन सक्छ। धनले जीवनलाई सुविधा दिन सक्छ तर चेतनाले जीवनलाई अर्थ दिन्छ। सम्पत्तिले घर ठुलो बनाउन सक्छ तर प्रेमले घरलाई घर बनाउँछ। पैसाले ओछ्यान किन्न सक्छ तर निन्द्रा किन्न सक्दैन। औषधिले शरीरलाई आराम दिन सक्छ तर मनको शान्ति आफै भित्र खोज्नुपर्छ। र हामी जहाँ पुगे पनि, जति कमाए पनि, जति सफल भए पनि, राति जब सबै आवाजहरू बन्द हुन्छन्, जब हामी आफ्नै मनसँग एक्लै हुन्छौँ, त्यहाँ एउटा प्रश्न बाँकी रहन्छ, म आफैसँग खुसी छु कि छैन? आफ्नै मनलाई सोध्नुहोस्। यदि त्यसको उत्तर हो खुसी छु बनाउन सक्यौँ भने सायद हामीले जीवनको सबैभन्दा ठुलो सम्पत्ति भेटिसकेका हुन्छौँ। त्यो सम्पत्ति ब्याङ्कमा हुँदैन, त्यो कुनै देशमा हुँदैन, त्यो कुनै बजारमा हुँदैन, त्यो हामी भित्र हुन्छ। त्यसैले बाहिरको संसार जित्नु अघि एक पटक आफू भित्रको संसारलाई चिनौ। किनभने खुसी खोज्न संसार घुम्नु पर्ला तर खुसी महसुस गर्न कहिलेकाहीँ आफ्नै मन भित्र फर्किनु पर्छ। जय गुरु, जय आदिशक्ति, हर हर महादेव।